धान काट्न आइरहेको छु खिदिनुहोस् पाकेर ढसमस्स भइसक्यो दाँते ओखरको रुख नि आन्टी धान काट्न लागिरहेछौँ काङ्गा बिहान च्याउ भेटायौँ है भेकाइसक्यो च्याउ धान काट्न लाग्ने हो अहिले ल भइगयो अनि नि घर दिउँसो पानी पर्ला जस्तो छ नि नजिकै कर्णाली जाउँ एक गडो काटिहाल्यौँ अब अर्को गडो ढलिकन खतरा भयो 10 बजे उम्कियो बस आइरहेछ उता पारि कुन्यु लगाए 2 खेत काटिहाल्यौँ अब 2 खेत रहेछन् काट्ने मजाले मम्मी र आन्टी आहा कति राम्रो बस कति राम्रो गाडी बजे सुरु गरेर हम धान त देऊ सुत्या सुत्याखिन बाबु न कोही बेला उठाउनु कुन्यु लाइसिन्छ उता पारी चाहिँ टरकाउँदैछन् यस्ता दमिया खान कि टरक टरकै टरकाउँदा खान हो हाम्रो गाउँतिर पनि पानी पर्न लागिरहेको त्यही भएर छिटो छिटो काम गरेर मम्मी यस्तो अर्सिँदैन पसिना आइसक्यो होइन सकियो भूमिका भूमिका साई बाजा भाइ भूमिका हेर ठुली मम्मी खै खै भूमिका नि भूमिका दर्शन गर दर्शन सकियो काम ने सुतानु हुने हो भूमिका 3:40 मा सकियो धान सान काटिकर अनि कुन्यु लगाएर मर्न आउने धान चुड्न काङ्गारु हाम्रा गाउँका फर्सी खुट्टा बिना ठुलो मम्मीले लाइसक्यो यस्ता फलिहाल्ने बहादुर हो लास्टै हुम्ला आउँछ देखाइसो बोइ फेरि देखाउँथ्यो नि कविता त
कसरी काट्छ होइन कठै बेना यस्तो निको हुँदो रहेछ होइन कोही किन्ने भए खबर गर्नु होला है दिदी बहिनी तथा दाजु बहिनीहरू लासी यस्तै हुन्छन् भाइ हाम्रा अर्ग्यानिक ने पर काङ्ग्रा टिप्सी द फुबु ओ काङ्ग्रा चोर ओ कौडा चोर पनि हो क्या लग्दै होइसिन्छ माथि कुन्यौ लगाए क्या ओ चिप्लिएला है फेरि गाह्रो होला यो अब अर्को खेतमा सुरु गर्ने आयौँ हामी 6 बजे आउँदै र रोटी खान लागिरहँ खानै आज यही हो यस्तै भयो अर्को आठो गर्नु अब कुकुली कठै बच्चा तेरा कति क्यूट आन्टी यता हेर्छ